टनेल छ त्यहाँबाट चाहिँ रेस्क्यु गर्ने पर्पसको लागि चाहिँ यो टनेल यो गेट बनाइयो केही इमर्जेन्सी पऱ्यो भने यो छिर्दैन यसमा चाहिँ रेस्क्यु गर्ने पनि एम्बुलेन्स र सानो टाइपको फायर ब्रिगेड मात्रै हो तर पोहोर साल यहाँ थुप्रै मान्छे मऱ्यो नि अलिक मासतिर त्यो बेला हामीले यो बेला पनि सिकाएको थियो यो सबै बसहरू यहीँबाट उठायौँ पोहोर इमर्जेन्सी टाइममा तर होइन छिर्छ यो गेट पुरै खोल्छ छिर्छ तर हाम्रो डिजाइनको हिसाबले चाहिँ यो हामीले सोचेको छैन हजुर त्यस्तो त हुँदैन त्यस्तो आवाजको त अब त्यति आइडिया पनि छैन यस्तै हो यो सुरुमा हाम्रो 36 महिना 42 महिनाको प्रोजेक्ट हो 1 वर्ष चाहिँ कोभिडले गर्दाखेरि काम हुन सकेन मोटामोटी र त्यसपछि अरू 30 महिना थप्नु पऱ्यो अब 6 वर्षमा सक्यो 6 वर्ष लाग्यो कन्स्ट्रक्सन हजुर कन्स्ट्रक्सन काम चाहिँ 6 वर्ष लाग्यो 3.5 वर्षको ऋण तिर्ने काम चाहिँ हाम्रो ऋणको कन्डिसन के छ भने यो प्रोजेक्ट सकिएको दिनको 10 वर्षमा सम्म पेब्याक फ्री छ त्यसमा तिर्नु पर्दैन त्यसपछिको बाँकी 30 वर्षभित्र ऋण तिर्नुपर्छ र टोटल चाहिँ भन्यो भने 40 वर्षभित्र सबै तिर्नुपर्छ सुरुको 10 वर्ष छोडेर यो चाहिँ इमर्जेन्सी एक्जिट